जनताले आन्दोलनको मियो चाह छ। जनता यिनका विरुद्ध विद्रोह अराजक गतिविधि भन्नुहुन्छ। सिंहदरबारभित्र छिर्नेवाला छ। सिंहदरबारका ब्यारिकेड त्यहाँ गेटहरू तोडेर जनता सिंहदरबारबाट प्रधानमन्त्रीहरूलाई लछार्दै तपाईँको माइती घरमा लतार्ने स्थितिमा छ, मनस्थितिमा छ। यो कुरा होइन र आजको दिन त्यसको नेतृत्व तपाईँहरूले हामीले घोषणा गरेका छौँ नि, त्यसको नेतृत्व अग्रपङ्क्तिमा हामी हुन्छौँ। योभन्दा अगाडि प्रचण्डको जत्थाले लुट्या हो, अहिले केपी ओली जत्था लुटिरहेछ, यसपछि शेरबहादुर जत्था लुट्नेवाला छ। तपाईँले भन्ने जनताको ठुलो जमात फेरि तिनैका पछाडि छन्, मिलेर गएको छन् नि त। यिनी एक्लै ल मेरो एमालेको नीति यो, मलाई भोट दिन भन्ने दम छ यिनमा। माओवादी केन्द्रको नीति माओवादी केन्द्रको नीति यो, कङ्ग्रेसको नीति यो, ल म आएँ है चुनाव लड्न भनेर यिनले जनताबाट भोट मागेका छन्। यिनी त यी लुटेर जत्था त मिल्ने, अहिलेसम्म लुटेको सम्पत्ति चाहिँ जनतालाई बाँड्ने, अनि त्यहाँबाट हामी जितेर आयौँ है भनेर चाहिँ हल्ला खल्ला गर्ने। के गरे आयो यिनले? कहाँबाट जितेर आउने नि? यिनी मिलेर चाहिँ जनतालाई ढाँट्दै छक्क्याउँदै भुल्याउँदै फक्याउँदै आयो होइन नि? यहाँ यिनले आफ्नो नीति लागू गरेर आएछन् यहाँ जितेर। अर्बौं अर्ब चाहिँ तल बाँडेर आएको छैनन्। कत्रा कत्रा लुटका काण्डहरू मचाएछन् यिनले, हामीलाई थाहा छैन। यिनमा नैतिक दम छ। आजका दिनमा ल भनौँ त, ल प्रचण्डले म साँचो गणतन्त्रवादी म हो, राजतन्त्र विरोधी म हो भन्न सक्छन्? हिजो कमल थापालाई प्रधानमन्त्री बनाउने त्यही प्रचण्ड होइन? सत्तामा जानको लागि जे पनि गर्ने। अनि चाहिँ अहिले चाहिँ सबभन्दा बढी चाहिँ यो मिल्छ। आजको दिनमा ओली नैतिक हिसाबले मिल्छ। राजेन्द्र लिङदेनको भोटले जितेर आएको होइन। नेताका कुरा छोडिदिनुहोस्, तपाईँहरूलाई जनताले पत्याउँछन् भने अहिले पत्याछ त। ए पत्याएर हो जहाँ यिनीहरू गए त्यही नारा लागिरहेको यिनका विरुद्धमा। के लुटेर के चोर देश चोर भनेर जनता यिनका पक्षमा भएर गरिरहेको थियो। जहाँ गयो त्यहीँ हाम्रा विरुद्धमा देख्नु भएको छ जनताले कहीँ नारा लगाएको। अनि हाम्रा पक्षमा नभएर यी लुटेरहरूको पक्षमा छ जनता, देख्नु भएको छ।